अस्ति देखाएको भिडियोमा हैन तोरीको साग चाहिँ यत्रो भएछ खाने बेला नि भयो एक छाक त खायौँ हामीले हैन यतिको भएछ बेथु र तोरीको साग यतिको भएछ है तोरीको साग अनि बेथु यो त मसिनोमा फुल्दो रहेछ भुटानबाट ल्याएको बिउ यहाँ चाहिँ खै कसरी छरेको थियो कोनी बिचमा खाली छ परस साछ यता चाहिँ मजाले आछ मजाले जुम गरेर देखाउँछु ल मजाले आछ अनि यो चाहिँ बेथु मजाले आछ अनि बेथु यहाँ नि आछ आजको मौसम चाहिँ यस्तै छ पानी पर्न आँटेछ कि परेछ पानी यहाँ नि बेथु हिउँ पर्नु छोड्यो साग मजाले आउनु थाल्यो हजुर झार चाहिँ एकदम हरियो आएको छ हरियो कालो कालो भएर अब 15 पछि काट्नुपर्छ यो झार चाहिँ यस्तो छिटो छिटो पलाउँछ कि मौसम चाहिँ अनि यहाँनिर हामीले हल्का एक दुईवटा डल्ले खोर्सानी निकाल्यौँ किनकि चिसो अलमोस्ट गइसकेको छ अहिले पनि हल्का चिसो छ अलिअलि डल्ले खोर्सानी सबै त निकालेको छैनौँ अलिकति निकालेछौँ यति यस्तो भएको छ अब त्यो बेथु ऊ त्यो सानो उयो छ नि हौ त्यसमा पनि सानो भन्नाले उयो त्यसमा पनि डल्ले खोर्सानी जान्छ अनि यो खै के को भोटो करेलाको जस्तो नि छ थाहा भएन यहाँ पनि जान्छ अब उयसमा जस्तो ठुल्ठुलो जग्गा छैन ठुलो बारीहरू यस्तैमा रोपेर रमाउनु पर्ने हुन्छ अनि यो फेरि भित्र नि इन्डोरमा रोप्दा गरेर चाहिँ पाखा निकाल्यो भने चाहिँ एकैचोटि हैन धेरै बोट बिरुवाहरू मर्ने चान्सेस हुन्छ क्या कम्ती जस्तो चाहिँ बाँच्छ प्रायः जस्तो एकैचोटि निकाल्यो भने चाहिँ चिसो भित्र बस्दा गरेर चाहिँ पाखा निकाल्यो भने चाहिँ त्यस्तो हुन्छ क्या मतलब टेम्परेचर मिलाउँदै गर्नुपर्छ अनि निकाल्यो भने चाहिँ राम्रो हुन्छ एकैचोटि निकाल्यो भने चाहिँ म यहाँ देखाउँछु ल इक्जाम्पल यस्तो हुन्छ क्या यो घिउकुमारी कति राम्रो छ पहिलेको भिडियोमा पनि थियो हैन यो घिउकुमारी इन्डोरमा राख्दा गरेर चाहिँ बाहिर निकालेको यस्तो भयो क्या तर आशा छ भित्रबाट पलाउँछ होला फेरि अनि अब गर्मी लाग्यो भने निकालेको नि त त्यस्तो साह्रो गर्मी पनि छैन आज त झन् ठिकै चिसै छ अनि यो त किनेर ल्याएको अस्ति पनि देखाएको थिएँ हैन अब यो गमलामा रोप्नुपर्ने छ अनि यो स्ट्रबेरी फुलेछ क्या अस्ति फुलेको थिएन अनि धनियाँ चाहिँ साह्रो ढिलो बढ्ने क्या त्यो तोरीको साग सँगसँगैको देखाएको थिएँ मैले यो अझै पनि जत्रोको तत्रै छ क्या जत्रो एक दुईवटा चाहिँ अलिक 2-3वटा पत्ता लागेछ अरू चाहिँ दुईटाको दुईटै छ ढिलो बढ्ने रहेछ चाहिँ अनि यस्तै छ आज चाहिँ आइतबारको दिन पनि सिद्धियो साँझ पर्न लाग्यो हेर्दा त रमाइलो छ नि वातावरणहरू अब अलिक दिनमा घाम लाग्छ फेरि यस्तो गर्मी त हुनु थालेछ पुरै गर्मी हुन्छ क्या आजकल आज चाहिँ हिजो र आज चाहिँ पानी परेको कारणले गर्दाखेरि अलिक चिसो भएको छ अनि यहाँ त झार काटे हिजो अस्ति काटेको फेरि पलाएर यता भएको छ फेरि काट्ने बेला भइगयो हजुर अनि यो चाहिँ अझैसम्म पलाएको छैन यो बाँच्ने हो कि मर्ने हो हेर्दा त मरेको जस्तो छ तर पनि आशा छ पलाउँछ होला भनेर यो चाहिँ फेरि के भयो भने नि यो ढिलो यस्तो बारीमा थियो हैन अनि बारीमा चाहिँ यो चाहिँ चिसो अलमोस्ट चिसो पसिसक्दाखेरि चाहिँ उखालेर चाहिँ रोपेको चाहिँ त्यही कारणले गर्दाखेरि यस्तो भयो क्या यो फेरि अर्को चाहिँ कस्तो भने अर्को चाहिँ फेरि बेलामै उखालेर रोपेको हैन चिसो लाग्नुभन्दा अगाडि नै
यसले चाहिँ एक दुई खेप चिसो भेट्यो होला, त्यही भएर चाहिँ पलाएन क्या, पलाएको छैन। आशा छ बाँच्छ होला भन्ने। यो चाहिँ फेरि चिसो नलागिकन नै भित्र हुलेको थियो क्या, अनि त्यही भएर अहिले यतिको भएको छ। यो त फुल्नु आँटेको जस्तो देखिरहेको छ क्या। यहाँ चाहिँ यस्तो छ है बाहिर। यो चाहिँ अगाडिपट्टि हो, अघिको चाहिँ पछाडिपट्टि हो। यो फुल्छ कि फुल्दैन मैले त बिर्सेँ त। फुल्दैन होला हौ, धुप्पी जस्तै छ। कस्तो खालको धुप्पी हो यस्तो छ। अनि यो चाहिँ गुलाबको फुल। यो फुललाई त के भन्छ, गोदावरी कि के भन्छ यो फुललाई? यो फुललाई थाहै भएन, उयो नामै थाहा भएन। नेपालमा त रोपेको थियो। अनि यो चाहिँ त्यो चाहिँ घडी फुल, घडी फुलै भन्छ होला सायद होइन। हामीले चाहिँ घडी फुलै भन्थ्यौँ होइन। अनि घडी फुल यहाँनिर चाहिँ उयो थियो क्या, झार जस्तै खालको एउटा फुल थियो कि। अनि फुल थियो, त्यसलाई सबै उखालेर, साह्रो फुल पनि होइन, फुल पनि नफुल्ने क्या। अनि चाहिँ त्यो झार चाहिँ सबै उखालेर केही रोप्ने, अब के हुन्छ त्यो मिलाएर रोप्ने प्लान गरिरहेको छु। अनि यो चाहिँ यो इँटा थिएन पहिले, अहिले लगाएको छ। अनि यहाँ चाहिँ ढुङ्गाहरू, सेतो खालको ढुङ्गाहरू लाउने सोचेको छौँ। त्यो चाहिँ फेरि यो चाहिँ फेरि उयो जस्तै हुन्छ क्या, के भन्छ नेपालको त्यो बिर्स्यो फुलको नाम पनि, गुराँस फुल जस्तै फुल्छ क्या यो चाहिँ। अनि पिङ्क कलरको छ। अनि यो फुलेपछि देखाउँछु, फुल्नलाई रेडी भएको छ होइन, फुल्नलाई रेडी भएको छ। यो फुलेपछि देखाउँछु। गुराँस जस्तै हुन्छ भन्छ होइन, गुराँस जस्तै। अनि अगाडि चाहिँ यस्तो छ है यहाँनिर। अनि त्यो गुलाबको फुल अनि यो सँगै ल्याएर रोपेको। यो चाहिँ मसिनो खालको गुलाबको फुल। त्यो चाहिँ फेरि ठुल्ठुलो फुल्छ तर बाक्लो छैन क्या, यो जस्तो ज्याम्मै छैन। सिङ्गो हाँगा आएर चाहिँ फुल्दो रहेछ कि। अनि अस्ति हामीले यसको टुप्पा काटिदिएको क्या, साह्रो अग्लो भयो। अनि फुल फुल्दा त उयो हुन्छ नि त, अनि त्यही भएर अनि टुप्पा उयो गर्दै थियो। फुल्न रेडी छ यो पनि। अनि कोही छैन, मान्छे कोही छैन, सबै सुन्ने छ, सुन्ने। त्यो उयो डायलग भनेको जस्तो गाउँमै कोही नै भन्छ नि, त्यस्तै भएको छ। कोही छैन, सबै सुन्ने छ, त्यस्तो छ। डाँडामा छ नि यो घर पनि, डाँडामै छ। यतिको त डाँडै हो। यतापट्टिको साइडमा चाहिँ अलिक सम्ममा छ। यो प्रायः जस्तो पेन्सिल्भेनियामा होइन डाँडामै हुन्छ घरहरू नि। सम्ममा घर पाउनु चाहिँ एकदम गाह्रो हुन्छ। सम्ममा घर पायो भने चाहिँ कस्तो हुन्छ भने अगाडि चाहिँ सम्म हुन्छ, पछाडि चाहिँ फेरि तासेको भिड जस्तै हुन्छ क्या। अनि यो घर चाहिँ फेरि यो हाम्रो घर चाहिँ नानी हुँदैन त्यो जानु। अनि यो घर चाहिँ अगाडिबाट डाँडा छ, अनि पछाडि चाहिँ फेरि सम्म छ क्या। अनि लक्की मान्छेले मात्रै पाउँछ क्या सम्ममा घर चाहिँ। पेन्सिल्भेनियामा प्रायः जस्तो चाहिँ सम्ममा चाहिँ घर हुँदैन क्या। हुँदैन भन्नाले छ होला कतिजनाको होइन, तर प्रायः जस्तो साह्रै पर्छ क्या भेट्नु। अनि आफूलाई मन परेको फेरि किन्दाखेरि उयसमा पर्छ, अनि पाइँदैन, यस्तैमा हुन्छ क्या। दामी छ, दामी। सास पर्यो अब त्यसको। त्यो घर पनि कति राम्रो छ, फुलहरू मजाले फुलेको छ। त्यहाँ छ फुल, कति मजाले फुलेको छ। फुलहरू कति मजाले फुलेको छ। यहाँ मात्रै अलिक फुल छैन क्या हाम्रोमा। नानी हुँदैन, यता आउनु। यहाँ चाहिँ अलिक छैन। अब यहाँ भर्खर यो गरेको छ, अब रोप्ने प्लानमा छ, रोपिन्छ। अमेरिकामा प्रायः जस्तो धुप्पीको बोट र सल्लाहको बोटहरू नहुने चाहिँ कमै हुन्छ क्या घरहरू। प्रायः जस्तो धुप्पीको बोट जसकोमा पनि हुन्छ क्या, धुप्पीको हुन्छ, सल्लाहको हुन्छ होइन। अनि यो चाहिँ के हो फेरि, धुप्पी भन्दा धुप्पी पनि होइन, सल्लाह खै के हो, के भन्छ यसलाई थाहै भएन। उता पनि छ धुप्पी होइन, यहाँ पनि छ। यो त के हो, धुप्पी हो कि के हो जान्दैन।
अनि यहाँ छ धुप्पी बोट प्रायः जस्तो सबैको हुन्छ हौ धुप्पीको बोट खैरेहरूले साह्रो मन पराउँछ क्या यो धुप्पीको बोटहरू नि प्रायः जस्तो जसकै घरमा पनि हुन्छ क्या अनि सल्लाहको बोट हुन्छ प्रायः जस्तो